थाइराइडलाई स्वस्थ राख्नको लागि यी 3वटा तत्त्वहरू आफ्नो खानामा जहिले पनि समावेश गर्नुहोस्। पहिलो, आयोडिन। आयोडिन थाइरोइड हर्मोन उत्पादन गर्नलाई एउटा महत्त्वपूर्ण तत्त्व हो। यदि शरीरमा आयोडिनको मात्रा कमी भएमा थाइरोइड हर्मोनको उत्पादन कमी हुन्छ र जसले गर्दाखेरि हाइपोथाइरोइड यानि कि थाइरोइड हर्मोनको उत्पादन कमी हुने अवस्था आउन सक्छ। त्यसैगरी थाइरोइडलाई स्वस्थ राख्ने अर्को महत्त्वपूर्ण तत्त्व भनेको सेलेनियम हो, जुन विभिन्न खानेकुराहरू जस्तै फर्सीको बिउ, त्यसैगरी मसरुम, माछा मासु र अण्डामा पाइन्छ र आफूले खाने खानेकुराहरूमा, दैनिक खाने खानेकुराहरूमा यी कुराहरूलाई पनि समावेश गर्नु आवश्यक हुन्छ। तेस्रो, जसले थाइरोइड हर्मोनलाई स्वस्थ राख्नलाई मद्दत पुर्याउँछ त्यो तत्त्व भनेको जिङ्क हो, जुन विभिन्न किसिमका खानेकुराहरू जस्तै काजु, बदाम, त्यसैगरी फर्सीको बिउ, त्यसैगरी मासु, अण्डा, माछाहरूमा प्रशस्त मात्रामा पाइन्छ र त्यसैले हामीले खाने दैनिक खानेकुराहरूमा यी चिजहरूलाई समावेश गर्नुभयो भनेदेखि तपाईको थाइरोइड स्वस्थ रहन्छ।